टेक्सासको लागि निस्किँदै कोलम्बसको एयरपोर्टमा पुग्यौँ। इट्स सो हेभी। ओ या मेरो लगेज भनेर आफै बोकिरहेको छ। खुसी भएर कि अलिक बुझ्ने भयो नि त अनि एक्साइटेड भएर आइरहेको छ आज। हामी चाहिँ आफ्नो एयरप्लेन आउने गेटमा जाँदैछौँ। हामी चाहिँ यहाँ प्लेन पुगिरहेछौँ। कुद्ने मान्छेहरू थाकिसके जेबु जेबी चाहिँ एयरप्लेनमा बसिसक्यो है। बेबीले बक्ल पनि गऱ्यो, टक्क बस्यो। जेसु अगाडि छ। एकचोटि हाम्रो चाहिँ सिट सबै परेर लाग्यो। बाबा चाहिँ पर बिचमा त्यही भएर हामी चाहिँ छुट्टा परेको छ। फेरि अर्को फ्लाइटमा चाहिँ सक्दैछ। जेबीले चाहिँ पुरै खाइरहेछ एयरप्लेनमा स्न्याक्स राइट। चिप्स किन्यो अनि मफिन किन्यो, सोडा किन्यो। जेसुले पनि किनिरहेछ। जेसुले चाहिँ कोक र नुडल्स किन्यो रहेछ। हामी चाहिँ यहाँ एयरपोर्टमा ल्यान्ड भइसक्यौँ फ्लोरिडाको। यहाँबाट चाहिँ टेक्सासको छ। यहाँ मजाले रेस्ट गर्ने टाइम छ हामीसँग। अनि पछि टेक्सासको लागि फ्लाइट। जेफले इन्जोय गरेको कि कति ह्याप्पी भएको छ। भर्खर खानासाना खायौँ। खाना त कि पिज्जा खान्छ भएर नेपाली आउने होइन। यस्तै कचिङ पिज्जा सिज्जा खाएर टन्न भएर। ओ या हामी चाहिँ फ्लोरिडाको बिचमा घुम्न जाँदैछौँ। एयरपोर्टमा हाम्रो 5-6 घन्टा नै वेट गर्नुपर्ने थियो कि त्यही भएर बाहिर निस्केर टक्क टेस्ला मगाएर हेलो घुम्न जाँदैछौँ। टेस्ला मोडल वाईमा सरर हिँड्दैछौँ बिचतिर। दामी रहेछ राइट छ है। अब 3-4 घन्टा मजाले घुमेर हामी फ्लोरिडामा छौँ आज। फर्केर फेरि टेक्सासको लागि फ्लाइट। आहा लुक पऱ्यो बा। डानिया बिच भन्दो रहेछ यसलाई चाहिँ। हामी चाहिँ यता डानिया बिच चाहिँ पनि यहाँ बेबी कस्तो राम्रो। ठुलो बिच के मान्छे खेलिरहेछन्। हामी अब एयरपोर्ट जानुपर्ने भएको भए तल नजाने माथिबाट हेर्ने बोर्डवाक गर्ने कि बोर्डवाक टक्क। गाइस आर यु इन्जोइङ? कस्तो लागिरहेछ बुढो फ्लोरिडाको बिचमा? बुढोले गर्दा आउन पाएको खासमा। बुढोले जाम बाहिर भनेर म चाहिँ नजाउँ एयरपोर्टमै बसौँ भनेको थिएँ। वाउ कस्तो राम्रो रहेछ गाइस। हस् प्लेनमा पुरै पचार के कत्रो ठुलो समुद्र छ। आकाश मात्रै देखिन्छ कि यहाँभन्दा उता पुरै समुद्र अनि आकाश। बुढो पुरा सेल्फी हान्दै एकछिन राजाले राजा बिचमा हेरेर बेबी थाकेर टक्क बस्दैछ कोकोनट ट्रीको छायामा। कति धेरै कोकोनट ट्री हुन्छ कि फ्लोरिडामा। डिफ्रेन्ट यहाँ चाहिँ रमाइलो कि कोकोनट ट्रीको मुनि बसेको हामी चाहिँ। भर्खर उठे
टेक्सासको लागि फ्लोरिडाबाट 8 साढे 8 हुन लाग्यो कस्तो राम्रो देखिन्छ love it right Yeah, I love it. I didn't see that. Jingle bell and us kiss on that. Jingle bell on the hand. हामी चाहिँ टेक्सासमा आइपुग्यौँ आफ्नो होटेलमा नेक्स्ट डे होइन राति आइपुग्यौँ अनि केही खिच्न पनि पाएन कि सो बेबी यहाँ अब चाहिँ प्रोग्राम पनि हुन्छ हामी अब लन्च गर्न जानु लाग्यो यो चाहिँ हाम्रो होटेलको बाहिरपट्टि हो उता स्विमिङ पुलहरू छ यता चाहिँ यस्तो फाउन्टेनहरू जे पनि यहाँ जेसिका यता हो सरी यता हो जाऊँ हामी ल ऊ खाना खान जाने अरे अब लिन लन्च टाइम लेट्स गो गाइस प्रोग्राम पुरै चलिरहेको चौथो राष्ट्रिय अधिवेशन हो होइन हामी चाहिँ बसिरहेको छ कति धेरै मान्छे बाहिर जानुभएको छ मेरो चाहिँ पुरा कुरा गरिरहेको छ त्यहाँ बच्चाहरू खाइरहेछन् हाई राजा गुड मर्निङ ब्रेकफास्ट खाइरहेको चाहिँ ब्रेकफास्ट खाइरहेछ फ्रुट्स अनि जेसुले अरू ल्याउँदैछ जेसुको वाफल राइट खै जेसु छोड न जेसुले आफै बनाएर ल्याएको ग्रिन डेकोरेसन पनि गरेर होइन टक्क ल्याएर Chocolate chips, cornflakes, strawberries, and blueberries. Wow. Frosted flakes. उसलाई पनि त्यस्तै चाहियो अरे Here, chocolate milk right now. ब्रेकफास्ट गरेर टक्क फेरि चक्लेट मिल्क खानु पऱ्यो अरे बाहिर बसेर यसलाई यहाँ आज चाहिँ यो प्रोग्रामको लास्ट डे होइन अनि यहाँ चाहिँ अब को अध्यक्ष हुने भन्ने कुरामा डिस्कसन भइरहेछ तर कुरा नमिल्ला जस्तो छ त्यही भएर चाहिँ यहाँ भोट हाल्ने हुँदैछ क्या भोट हाल्ने भन्ने कुरा चलिरहेछ अब हेरौँ के हुन्छ भोट हाल्नु पऱ्यो भने चाहिँ म पनि एउटा भोट हाल्नेमा पर्छु दुईटाको चकचक खाने यहाँ ओइ माया गर्दा गर्दा अहिले फाइट गर्छ हाम्रो दुईजना भाइको चाहिँ पर्फर्मेन्स रहेछ कि डान्स हाम्रो चाहिँ यहाँ डिनर टाइम होइन प्रोग्राम सकाएर अर्को नेपाल भित्रमा आएको खाना खानालाई सबैजना खाइराख्नु भएको छ त्यहाँ चाहिँ खाना छ होइन अरू आउँदै हुनुहुन्छ फेरि कति धेरै हुनुहुन्छ त भोट हाल्न भइरहेको छ मन्दिर रहेछ नेपाली मन्दिर त्यहाँ आएको पूजा सुजा पनि गराउनु रहेछ राम्रो रहेछ नमस्ते खाना खान आएको हामी चाहिँ नेपाली एकदमै राम्रो रहेछ भएको सबै भएको खै चटपट देखाउँदा टेक्सासको चक्लेट चाहिँ यसरी आउने रहेछ हामीलाई त नयाँ हामीसँग चाहिँ मेरो पुरानो भाइ पेसनको भएको हुन्छ युवराज है अहिले मलाई अलिक बनाएको रहेको छ के छ युवराज भाइ ठिक छ थ्याङ्क यू भाइ के छ अब टोलीको खबर पछाडि
साथीको घरमा आएको आज बेबी चाहिँ पुरै खेल्दैछ पछाडि तरकारी रहेछ चार्दै हुनुहुन्छ छोरोसँग बुढो अनि बुढोको साथी आज चाहिँ यतै बस्ने हामी यो चाहिँ टेक्सासको घरहरू चाहिँ अलि डिफ्रेन्ट हुने रहेछ क्या हामीहरूको भन्दा यस्तो टाइपको सबै घरहरू चाहिँ सिसिकाले पुरै ड्राइभ गरेर भाइलाई कुदाइरहेको छ गाडीमा डाउनटाउनको ब्रिज त हामी हिजो माथिबाट लेफ्ट लगाएको थियौँ होइन यहाँसम्म आएको थिएन टेक्सासकाना लाग्ने ल अर्को सिटीमा आएको है बुढो बुढो यो ठाउँको नाम के अरे टेक्साकाना नास भन्छ नास टेक्साकानामा एकजना दाइ हुनुहुन्थ्यो बुढोको कलेज पढ्दाको फ्रेन्ड दाइको घरमा आएको दाइले बोलाउनु इच्छा थियो अनि घर नजिकै कस्तो राम्रो पार्क रहेछ कि खेल्नलाई बेबीहरूलाई यहाँ चाहिँ वाटरहरू आउने रहेछ तर अहिले चाहिँ बन्द रहेछ कि अहिले बेलुका भयो नि त त्यही भएर यो चाहिँ अर्को साइडपट्टि कति मजाको खेल्ने रहेछ बच्चाहरूको लागि अनि डक आएको क्या कति धेरै हाँस ओ या द्याट्स फर बेबी ओ पारी चाहिँ ठुलोवालाको रहेछ ए डकलाई चाहिँ कति मजाले खुवाइरहेछ त जेबेन लोग क्वाक 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 बिस्तारै जाऊ बिस्तारै टोक्ला है कस्तो राम्रो लेक रहेछ है छोरी भयो अब बुढोले कति मजाले खुवाउनु दिएको बच्चालाई केयरफुल त्यहाँ चाहिँ मजाले हिँड्ने पनि छ क्या यो चाहिँ फिटनेस कोर्ट रहेछ होइन ठ्याक्क पार्कको साइडमा कि पुरै फिटनेसमा हो केटाकेटीहरू ओहो एक्सर्साइज गर्नु लाग्यो क्या वा 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 हामी चाहिँ यहाँ रेस्टुरेन्टमा आएको कस्तो राम्रो रहेछ क्या भित्र पुरै दामी टिभी सिभी राखिदिएको होइन यो बस्ने बगैँचा आऊ हामी चाहिँ यहाँ बगैँचामा छ होइन यो चाहिँ सबभन्दा ठुलो ग्यास स्टेसन क्या यसको मेन चाहिँ टेनेसीमा छ यो चाहिँ टेक्सासमा पनि रहेछ बाहिर चाहिँ ठुलो छ क्या भित्र स्टोर पनि रहेछ म अहिले बाहिर पनि राख्छु मेरो छोरीको चाहिँ ड्रिम हो र यसमा आउने सो पुरा भयो खै छोरी त्यसले बक्कीबाट चाहिँ टोय किन्यो जेबीले पनि टोय किन्यो हामीले चाहिँ खानेकुरा कत्रो ठुलो छ अरे नि यो है कत्रो ठुलो रहेछ क्या सबै यसैको बकिज राइट बकिजकै ब्रान्डको क्या बाहिर पनि यो ग्यासहरू नै कति छ क्या वहाँ सबै यसैको हो यता पनि छ होइन We got a little Bucky plushie that I'd buy for both of us. Hello, I'm not going to be scared. I'm not scared. Wow. We're going to Dallas Aquarium to see all of the different Bucky fishes. Oh my God. There was a baby shark. Okay. Dallas World Aquarium.
I'm on the elevator from here. दामी दामी कस्तो राम्रो रहेछ वाउ डालास ओल्ड एक्वेरियम भित्र कस्तो राम्रो छ सबै रहेछ awesome wow Guys. आफै देख्न नसक्ने Jebin, come! Look! Jebin, yeah! Wow, dukur. Fortune कतै धेरै हुन्छ बाहिर पनि यहाँ चाहिँ बिग क्रोकोडाइल के हेर्ला है कतै 2-3 छ It's not moving. ठुलो क्रोकोडाइल Nothing. You can get a closer view if you just follow. That's okay. Right. यहाँबाट देखेर Yeah, that's a fish. Bye. Let's go. जेसिका के हो Oh my god. This one रहेछ के कत्रो ठुलो जेसका नाम पढ्छ के रहेछ I think it looks like a फिस पनि कति थरीको हो कति थरीको के Look guys jellyfish jellyfish this is the jellyfish all jellyfish No way. As long as she don't attack. Jebin shark हेर राजा Look, this look shark आयो Jebin look shark baby shark do 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 baby shark Jebinलाई ध्यान दिन्छ है Don't see snakes, okay? When you see the snakes, tell Baba Mamu always. Baba Mamu, I see the snakes. Oh no, it's danger. Look, the biggest snakes over there. Look, over there, biggest. Oh, there are big snake. Look. Owl. लाटेको सेरो ठुलो रहेछ क्या हामीसँग अझ खासै टाइमै भएन कि हामी आजै फर्किने हो नि त त्यही भएर छिटो छिटो हेरेर खाना खाएर चाहिँ बुढोको साथीहरूलाई भेट्नु छ त्यही भएर हतारमा हिँडिरहेको छौँ खोइ राम्रोसँग खिच्न पनि पाएको छैन अलिअलि भट्याङ भुटुङ खिच्दै दुखुँदै कि माछा पाउँदैछ Oh, Jimmy, come. हामी चाहिँ बाजेको सेक्वा हिमालयन ग्रिलमा आइपुग्यौँ टेक्सास डलासको कडाईहरू के चकटी नाक्लो होइन राम्रो रहेछ बुढोको साथीको घरमा आएको सँगै परेको आन्टी बस्छ त बारी पछाडिपट्टि चाहिँ अहिले डलासको एयरपोर्टमा छौँ कोलम्बस जानलाई रेडी घर अनि रातिको फ्लाइट छ Oh hi Yeah, here we go. You want to see it? Okay Christmas tree. फोटो खिच्दैछ न Like two of you, okay? Yeah, don't touch Perfect. it. Thank you, sir. Thank you so much. Look. Hi.
little Bucky's Bucky Buddha. That's my last name. And hot there and eat junk food. Excess long. I enjoy you. Bye. Bye guys. See you in the next vlog.